यस्तो हिउँ परेको छ है। अब मैले यो फोहोर लिएर जानु छ, काम सकेर कसरी लाने होला। घुँडा हुनेछ। अघि उता ट्र्याक्टरले जोतिदिएर गएकोमा पनि अब त्यो के भन्छ, अब यहाँ पनि यति भइसक्यो। ल त्यसको आवाजै हेर्नु न, कसो गाडी अप्सन छैन के हेर्नु छ, काम त गर्नु पर्यो। यहाँ फेरि त्यस्तै छ, भोलि 12 बजीसम्म छ। भोलि यो भरिन्छ, पुरै भरिन्छ यो त भोलि। आमा जय श्रीराम। यस्तो गाह्रो छ काम गर्न। रातिको 11 बजिसक्यो। यत्रो टाइम त लाग्दैन थियो नर्मली, तर भोलि अब कन्ट्रोलर आउने मेन यो म्युनिसिपालिटीबाटै भनेपछि यार यस्तो भाँसिन्छ कि यो ठेल्न नि पाराले ठेलिरहेको छु होइन। लिएर यस्तै छ, चिप्लिन्छ। यता अगाडि ठेल्छु, उता चिप्लिन्छ। अनि फेरि फस्ला के हुन्छ त यो उज्यालो क्या त्यहाँ सक्नुहुन्छ। गाह्रो छ यस्तरी सरर हुँदैछ। पुग्ने पो कसरी आज भन्ने कुरो भयो। अगाडिबाट तान्दाखेरि यहाँ जुत्ता चिप्लिहाल्छ। जस्तो सुकै जुत्ता हो नि, यो बेच्नेले मात्रै केही हुँदैन भने, तर सबै उयो हुने छ। हेर्नु न यहाँ परेको यस्तो बाक्लो छ कि पर्नुजेल त अहिले त ठिकै हुन्छ कि जब यो भोलि पर्सि यो सुकेर नुन जस्तो हुन्छ नि, यस्तो बिजोक हुन्छ नि, त्यति बेला लास्टै यार हुन्छ। हेर्नु काम भनेको यस्तै हो। यसरी अगाडिबाट तानेको, पछाडिबाट ठेल्दा उयो भएर गाह्रो छ। जिन्दगी गर्नुपर्छ, हिम्मत हार्नु हुँदैन भनेर अरूलाई सम्झाउँदा सजिलो रहेछ। आफै परेपछि चाहिँ अनि बल्ल थाहा हुने रहेछ। अरूलाई भन्न यताउति सान्त्वना दिन चाहिँ सजिलो रहेछ यो जिन्दगीमा। यस्तो गर्नु हुँदैन, हात्तिनु हुँदैन, गर्नुपर्छ यताउति भन्दा है। जब आँखै परिन्छ अनि थाहा हुन्छ। मेरो लुगा त यस्तो सेतो भइसक्यो।